हेलो गुड मर्निङ एभ्रिवान। आज चाहिँ हामीहरू नगरकोटमा मर्निङ भ्यू हेर्न जाँदैछौँ। इट्स 4:30। अहिले चाहिँ उठेर रेडी भएर अब हामी चाहिँ के अरे मर्निङ भ्यू स्पटमा चाहिँ जान गइरहेछौँ हामीहरू। लेट्स सी। ओके, सी यू इन अ भ्यू पोइन्ट। We are ready to go. This is our getup. होटेलदेखि भ्यू पोइन्ट जान 3-4 किलोमिटर थियो। त्यहाँदेखि हामीहरू हिँड्दै निस्किए। अनि हामीहरूसँग चाहिँ दुईजना मेरो साथीहरू पनि थिए, न्युली म्यारिड कपल। दुईजना नै मेरो कलेज मेटहरू हो। फाइनली महादेव पोखरी, यहाँदेखि चाहिँ हामी भ्यू पोइन्ट जाने बाटो चाहिँ यो हो। अब पुगिसक्यो भनौँ, अलि हिँडेर। अनि त्यहाँदेखि चाहिँ सनराइज हेर्नुपर्छ। माथि पुगेर यो भ्यू हेर्दा सबै थकान मेटियो। अनि क्लाउडी डे थियो, एक्सपेक्टेड त थिएन सनराइज, तर वर्थ इट नै थियो। तपाईलाई सनराइज भ्यू कस्तो लाग्यो प्लिज कमेन्ट गर्नु होला। हामीहरू चाहिँ भ्यू टावर हेरेर चाहिँ अब यो हाम्रो एकीकरण पार्क भन्ने छ माथि, त्यसको भ्यू टावरको जस्ट तल बाटोमा पर्छ। लेट्स सी माथि यहाँ गएर यसको नि हेरौँ। यो चाहिँ एउटा लाइक भ्यू स्पट मात्रै रहेछ, तर यहाँ चाहिँ हाम्रो प्रधान सेनापति काजी केयर सिंह बस्नेतको चाहिँ शालिग बनाएको रहेछ। देयर इज द भ्यू स्पट हियर। अलि टाइम हामीले यहाँनिर फोटो खिच्यौँ अनि भ्यूहरू हेऱ्यौँ। त्यहाँदेखि फेरि निस्क्यौँ हामीहरू। हेलो बोलो गाइस। हेलो बोलो गाइस। खै हेलो बोले। देखाए त यसरी। मैले चाहिँ एउटा काफल पाएँ, अब म यसलाई मायाले खान्छु। मलाई देऊ न त, कस्तो मायाले खाएको। देखो ना गाइस, देखो ना। साथीहरूलाई हाई भन्छु। यस्तो सडकको पछाडि बस्नु प्लिज नो। भुँडीभित्र एस्थेटिक पोज। यहाँदेखि अलि हिँडेर अलि अगाडिपट्टि चाहिँ एउटा हिडन प्लेस भनौँ न, राम्रो ठाउँ थियो जहाँदेखि चाहिँ पुरै भ्याली देखिरहेको थियो। तलको राम्रो ठाउँ थियो। एडभेन्चर। ल ल ल ल बटन के अरे ढाक्कन खोल्यो। होइन होइन, ल ल ल ल। ओ नाइस नाइस। ल ताली ताली ताली। ल भयो त्यो ल।
पोर्ट्रेट खिच्दैन ल अब चाहिँ मर्निङ भ्यू हामीले हेरेर सनराइजको भ्यू हेरेर अब यहाँ होटेलदेखि चेकआउट गरेर हामीहरू रानी झुला हेर्न जान्छौँ नास्ता गरेर। रानी झुला जाने बाटोमा चाहिँ यो बुद्ध पिस पार्क पर्दो रहेछ, त्यही भएर हामीहरू त्यहाँ जान्छौँ होइन। वी आर वकिङ टुवर्ड बौद्ध पिस पार्क। अब यहाँदेखि चाहिँ 2 किलोमिटर बाँकी छ, माथि 2 किलोमिटर हिँडेर आइसकेँ। अब आफ्टर 2 किलोमिटर वी विल रिच बौद्ध पिस पार्क। हामीहरू चाहिँ 1 किलोमिटर हिँडेर तल आइपुग्यौँ। यहाँ चाहिँ जति जति हिँड्यो त्यति चाहिँ मोस्ट ब्युटिफुल प्लेसेस यता हेरौँ, जति हिँडे पनि युनिक भ्यूहरू देखिरहेको छ। आई थिङ्क नगरकोट नै एउटा नेचरले भरिएको ठाउँ हो कि, जता गए नि यु फिल लाइक अ peaceful environment with nature. You can connect it with nature in Nagarkot. हामी चाहिँ अब बौद्ध पिस पार्कमा पुगिसकेँ। अब माथि जान्छौँ, माथि गएर चाहिँ कस्तो छ भ्यूहरू सब एक्सपिरियन्स गरेर पुग्दै साथीले मेरो चाहिँ कपाल फोटो खिच्दियो भनेर भने चाहिँ फोटो खिच्दिएँ फर्स्टमा। तपाईहरूलाई पनि यो ठाउँ भिजिट गर्न मन छ भनेपछि यो ठाउँ चाहिँ रानी झुलादेखि नगरकोट जाने बाटोको बिचमा पर्छ। यहाँ चाहिँ बुद्धको अर्थ टचिङ बुद्धको स्ट्याचु छ यहाँ चाहिँ, अनि यहाँदेखि सिनारियो एकदम राम्रो देख्छ। एकछिन फोटो खिचेर अलि आराम गरेर चाहिँ हामी त्यहाँदेखि निस्क्यौँ रानी झुलातिर। हामीहरू रानी झुला पुगिसक्यौँ। रोडदेखि चाहिँ अलिकति हिँड्नु पर्ने रहेछ त्यहाँ रानी झुला पुल्छ झोलुङ्गे पुलसम्म पुग्नको लागि। हामीहरू झोलुङ्गे पुलतिर गयौँ। अनि बाटोमा सल्लाहको रुखहरू थियो। स्ट्रिट चाहिँ एकदमै राम्रो थियो, त्यहाँ हिँडेर जाने बाटो चाहिँ एकदम नेचुरल भइरहेको थियो। यो हो हाम्रो रानी झुला। यो ठाउँमा पुग्दाखेरि चाहिँ मलाई मेरो होम टाउनको याद आइरहेको थियो। मेरो घर चाहिँ गोदारा चौगान, त्यहाँ चाहिँ हाम्रो धेरै नै लामो झोलुङ्गे पुल छ। 1452.96 मिटर लामो झोलुङ्गे पुल। एकछिन हामीहरूले यहाँ भ्यू हेऱ्यौँ, अनि भ्यू हेरेर फोटो खिच्यौँ, भिडियो बनायौँ, अनि त्यहाँदेखि निस्किहाल्यौँ। हामी पारी चाहिँ गएनौँ। रानी झुला हेरेपछि अब हामीले चाहिँ यो बौद्ध पार्कबाट बुक गरेको कानाले थियो। अब यहीँमा बसेर हामी सिधै कोटेश्वर निस्किन्छौँ। दुईचोटि गएको थिएँ म पनि यहाँ। त्यो बाटो चाहिँ तिर्सो त्यो इन्डियनहरू तलबाट माथिबाट तल चाहिँ जाँदो रहेछ। तलबाट माथि आउने बेला त पुरा हात टेकेर आउँछ यहाँ। धेरै जसो इन्डियन थियो नि। इन्डियामा गर्मी छ क्या, त्यही भएर। यो हो हाम्रो 1 डे नगरकोट भिजिट। इफ यु लाइक द भिडियो प्लिज सपोर्ट, कीप लभिङ, कीप वाचिङ।
And don't forget to subscribe, guys.